Namaste. Hello. Namaste. Good morning, everyone. I'm still morning myself, 10 minutes before it's noon. So, first of all, thank you so much, Card Spa family, for making me a part of this family. It's so incredible to know that Card Spa, in India, धेरै वर्षदेखि छ, नेपालमा पनि अहिले 5 outlets भइसक्यो उहाँहरूको, and to see that they're doing so good, it makes my heart so happy. So congratulations, and I wish you guys a wonderful journey with Card Spa Pokhara as well. सो कार स्पा भनेर नाम सुन्ने बित्तिकै नै कस्तो आनन्द लाग्ने खालको नाम लागेको थियो कि मलाई चाहिँ जस्तो हामीहरू जान्छौँ नि हेयर मेकअप ब्युटी गर्न ओ आइम गोइङ फर स्पा भने जस्तै यु नो द नेम कार स्पा इटसेल्फ मेक्स यु फिल लाइक ओ माई कार इज गोना बी रियली टेकन केयर अफ I can just leave my car there and it's not just going to be some normal wash like hataratama गर्ने हैन but my car is really going to come out like shining and sparkling भन्ने खालको feel आउँछ नाम सुन्ने बित्तिकै and I'm pretty sure that's the kind of service they've been giving as well because I only hear good things in the market about car spa. So here's wishing you guys all the best र यस्तै राम्रो चीजहरु यहाँको बारेमा सुन्दै गइरहन पाऊँ र 5th outlet जस्तै बिस्तारै 10th 15th 20th outlet हुँदै जाओस् नेपालमा so everybody can experience your wonderful service. यही भन्न चाहन्छु. All the best and congratulations. Thank you everybody for being here. हाम्रो चर्चित नायिका प्रियंका कार्कीज्यूलाई पक्कै पनि उहाँसँगको सहकार्य अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा पोखरामा कार्ज स्पाको भव्य उद्घाटन गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको कार डिटेलिङ सेवा कार्ज स्पाको भव्य शुभारम्भ गरिएको छ। उद्घाटन समारोहमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको आकर्षक उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा रहेका थिए। औपचारिक रूपमा विधिवत रूपमा हाम्रो रिबन काटेर औपचारिक कार्यक्रमको थालनी भइसकेको छ। अब कार्यक्रमको औपचारिकता दिनका लागि आज मिति 2000 पोखरा शाखा प्रमुख ओमराज शर्मा पौडेलज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। नेपालको औद्योगिक विकासमा अग्रणी भूमिकामा रहनुभएका पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सफल व्यवसायी उद्योग व्यवसाय क्षेत्रको उज्जवल नक्षत्र त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको आसन उहाँ नायिका जसलाई यति बेला नचिन्ने सायद कमै होला उहाँ नेपाली फिल्म इन्डस्ट्रीको देखि लिएर म्युजिक भिडियोदेखि लिएर सर्वत्र चर्चा परिचर्चामा रहँदै आउनुभएका हाम्रो एकमात्र प्रियंका कार्कीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कार स्पा कम्पनीका नेपाल स्थित प्रमुख सीईओ तरुण औझाज्यूलाई पनि त्यसैगरी सञ्चालक राम बस्नेतज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा ज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अटोमोबाइल्स एसोसिएशन्स अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी
सशस्त्र प्रहरी बलका एसएसपी सूर्य तिमल सिन्हाज्यूलाई पनि आसन अध्यक्ष श्री उमराज बास्कोलाज्यूलाई पनि I would like to welcome all of you, the esteemed guests on my right and everybody here. So Cardspa started way in 2007. Cardspa में 2007 में इंडिया से स्टार्ट हुआ था. Cardspa के 130 सेक्टर पूरे इंडिया और नेपाल में है. मैं नेपाल के बारे में बताना चाहूँगा. नेपाल में हमने 2019 में स्टार्ट किया था. अब ये हमारा 5वां स्टोर पोखरा में लॉन्च हो रहा है. तो मैं मेरे दोनों पार्टनर्स के साथ मिलकर हमने नेपाल में 2019 में स्टार्टेड दी कंपनी. और नेपाल में लोगों ने बहुत वेलकम किया है. यहाँ पर हम लोग की सर्विसेज पूरे नेपाल में पहुँच गई हैं एंड पीपल हैव रियली लाइक्ड आवर सर्विसेज. सो आई होप पीपल इन पोखरा आल्सो लाइक आवर सर्विसेज एंड विल बी हैप्पी. थैंक यू एवरीवन. कति पनि ढिला नगरिकन कम्पनीका प्रमुख सिइओ अंकुर सामेज्यूलाई आफ्ना भनाइहरू राखिदिनका लागि पनि हार्दिक So I'm Ankur Sama. I come from a city called Surat in Gujarat. It all started in 2006. I'm a car lover by heart, so I can see there are many people who love cars. So I was one of them who loved car more than my wife. So that is how this business was born. सूरत एक ऐसा शहर है जहाँ पर एक बहुत बड़ा रिवर आता है. तो देयर वाज अ ह्यूज फ्लड इन सूरत. माय कार वाज ड्राउन्ड. तो मेरा अपना गाड़ी डूब जाने से मुझे इतना दुख हुआ था कि आई स्टार्टेड दिस काइंड ऑफ बिजनेस वेयर आई कैन मेक माय कार आल्सो वेरी वेरी ब्यूटीफुल इज माय वाइफ. So that is how the Cardspa journey has begun from 2007 to now 2025. We have 130 stores all across the country, and I'm very very thankful to people in Nepal, especially Tarun, Ram and Shastika, who gave us an opportunity to come to Nepal, the beautiful country where people love cars. And that is how the journey has been going on, and today in Pokhara we are opening our 5th store in Nepal. I hope everyone will give good opportunity to my Pokhara franchisee and we will do good business with you. धेरै धेरै धन्यवाद. कम्पनीका कार्ड्सपा कम्पनीका सिइओ अंकुर यो सामेज्यू. कम्पनीका विभिन्न तहमा रहनुभएका सम्पूर्ण कम्पनीका प्रतिनिधिहरू, पोखरा उद्योग सङ्घका अध्यक्षज्यू, पोखरेली ट्याक्सी व्यवसायी समितिका अध्यक्षज्यू लगायत विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्णमा सर्वप्रथम यो महत्त्वपूर्ण कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीलाई पनि सम्झेर हार्दिक आभार व्यक्त गर्न चाहन्छु. पक्कै पनि आज गणित प्रतिस्पर्धाले पोखरामा नयाँ सुरुवात गरेको छ. यो कम्पनीलाई पण्डित क्षेत्रको तर्फबाट हार्दिक धन्यवाद दिन हामी उद्योगवाणी सङ्घ चेम्बर अफ कमर्स लगायत विभिन्न सङ्घ संस्थाहरूले यो कम्पनीको विषयमा गर्न चाहन्छु. जुन यो 5औं शाखाको रूपमा यहाँ विषयमा यो अप्ठ्यारो स्थिति चिर्नका लागि अहिले हामी निजी क्षेत्र अत्यन्तै अप्ठ्यारो अवस्थामा छौँ. निजी क्षेत्रलाई अहिले अप्ठ्यारो स्थिति परेको छ. धेरै अप्ठ्यारो र हाम्रो मान्य मन्त्रीजी यहाँ हुनुहुन्छ, सभासदज्यू हुनुहुन्छ. अहिले हामी सुन्दाखेरि देश आत्मनिर्भर बन्न लागिसक्यो. हामी विद्युतमा हामी हाइड्रो पावरमा खनिज देश भनेका छौँ. अहिले घन्टै लोडसेडिङ भएर हाम्रा उत्पादनहरू, हाम्रा विद्युतीय प्रयोग हुने उद्योगहरू तहस नहस हुने अवस्था आइसक्यो. अब यो विगत 15-16 दिनदेखिबाट 1 महिनादेखिबाट यस्तो भइरहेछ. यतातर्फ पनि म सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मलाई यो अवसर दिनुभएकोमा हार्दिक धन्यवाद, आभार प्रकट गर्दै यो कार्ड्सपाले भोलि उच्च गति लिन सकोस्, यहाँको व्यवसाय फलोस् फुलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु. धन्यवाद, नमस्कार, जय उत्तरी, जय बेला. अब सबै शुभकामना व्यक्त गर्न चाहन्छु. अत्यन्तै महत्त्वपूर्ण क्षणमा हामीलाई आमन्त्रण गर्नुको आभार व्यक्त गर्न चाहन्छु. म धेरै कुरा भन्न चाहन्न, समय यो गरेर देखाउने बेला छ, बोलेर भन्दा पनि. म यति मात्र के आग्रह गर्न चाहन्छु भने यो युवाहरू पलायन भए, देशमा आर्थिक मन्दी लाग्यो, केही भएन भन्ने कुरा एकदम नितान्त गलत छ. हामी आज जसरी यो कार्ड्सपाले आज एउटा जुन यो अटो बिजनेसमा जुन प्रारम्भ गरेको छ, यो चिजहरू अरूले पनि गर्नुपर्ने कि पहिला. हामीले हाम्रो बिजनेसलाई हामीले परम्परागत रूपमा गर्दै आयौँ. अहिले हामी 21st सेन्चुरी भइरहेछौँ, टेक्नोलोजीको कुरा छ होइन. त्योसँग नमिल्ने, तर मैले चाहिँ बिजनेस गर्न पाउनु पऱ्यो. अरू चाहिँ पहिला मेरो ग्यारेन्टी गरेर अरूले मात्र बिजनेस गरोस् भन्ने कुरा हुँदैन. किन अब हामी कम्पिटिसनको जमाना हो. यो ओपन बिजनेसमा हामीले कम्पिटिसन गर्नु पऱ्यो, प्रतिस्पर्धा, स्वच्छ प्रतिस्पर्धा हुनु पऱ्यो. धेरै धेरै धन्यवाद. नमस्ते.
कार्सपा पोखरामा तपाईँहरू सबैलाई स्वागत छ। यहाँ हामी तपाईँको गाडीलाई नयाँ जस्तै चम्किलो बनाउने उत्कृष्ट सेवा प्रदान गर्दछौँ। हाम्रो सेवामा प्रिमियम ब्राइट डिटेलिङ, पेन्ट प्रोटेक्सन क्रिम, सेरामिक कोटिङ, इन्टिरियर डिटेलिङ र एक्सटिरियर डिटेलिङ जस्ता विभिन्न सेवाहरू प्रदान गर्दछौँ। हामी तपाईँको गाडीको सौन्दर्य र सुरक्षामा विश्वास राख्छौँ किनकि तपाईँको गाडी तपाईँको पहिचान हो। धन्यवाद। धेरै धेरै धन्यवाद छ सस्तिका राज्यलक्ष्मी राणाज्यूलाई। हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब यत्रो भव्य समारोह गरिसकेपछि हामीले टिभीहरूमा हेर्दै आइरहेको, हाम्रो आँखाले टिभीहरूमा खोजिरहने नायिकाको बोली नसुनी त कार्यक्रमलाई कसरी समापन गर्न सकौँला र, होइन? यसै गरी हाम्रो चर्चित नायिका प्रियङ्का कार्कीज्यूलाई आफ्ना केही भनाइहरू राखिदिनुको लागि पनि हार्दिक अनुरोध गर्दछु। Good morning, everyone. I'm still morning myself, 10 minutes before it's noon. So, first of all, thank you so much, Cardspa family, for making me a part of this family. It's so incredible to know that Cardspa, जुन इन्डियामा धेरै वर्षदेखि छ, नेपालमा पनि अहिले 5 outlets भइसक्यो उहाँहरूको, and to see that they're doing so good, it makes my heart so happy. So congratulations, and I wish you guys a wonderful journey with Cardspa Pokhara as well. सो कार्सपा भनेर नाम सुन्ने बित्तिकै नै कस्तो आनन्द लाग्ने खालको नाम लागेको थियो कि मलाई चाहिँ। जस्तो हामीहरू जान्छौँ नि हेयर मेकअप ब्युटी गर्न, ओ आइम गोइङ फर स्पा भनेर जस्तै, यु नो द नेम कार्सपा इटसेल्फ मेक्स यु फिल लाइक ओ माई कार इज गोना बी रियली टेकन केयर अफ। I can just leave my car there and it's not just going to be some normal wash like hataratama गर्ने हैन, but my car is really going to come out like shining and sparkling भन्ने खालको feel आउँछ नाम सुन्ने बित्तिकै, and I'm pretty sure that's the kind of service they've been giving as well because I only hear good things in the market about Cardspa. So here's wishing you guys all the best र यस्तै राम्रो चिजहरु यहाँको बारेमा सुन्दै गइरहन पाऊँ र 5th outlet जस्तै बिस्तारै 10th, 15th, 20th outlet हुँदै जाओस् नेपालमा, so everybody can experience your wonderful service. यही भन्न चाहन्छु. All the best and congratulations. Thank you everybody. हाम्रो चर्चित नायिका प्रियङ्का कार्कीज्यूलाई पक्कै पनि उहाँसँगको सहकार्य मिनिङफुल नै हुनेछ। यसै गरी हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब भने कार्यक्रममा प्रमुख अतिथिको भनाइ राखिदिनुका लागि गण्डकी प्रदेश सभाका सदस्य सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाज्यूलाई प्रमुख अतिथिको मन्तव्य राखिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यूलाई। आज यो कार्सपाको चाहिँ उद्घाटन कार्यक्रममा हामीहरू जुटेका छौँ। यो कार्यक्रमका सभापतिज्यू, सञ्चालकज्यूहरू, गण्डकी प्रदेश सभाका माननीय प्रकाश बरालज्यू, पोखरा उद्योग वाणिज्य सङ्घ र च्याम्बरका अध्यक्षज्यूहरू, वरिष्ठ चलचित्रकर्मी प्रियङ्का कार्कीज्यू, मञ्चमा आसीन सबै विशिष्ट व्यक्तित्वहरू र यो कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सबै आदरणीय व्यक्तित्वहरू, मिडियाकर्मी साथीहरू, सबैलाई म गण्डकी प्रदेश सरकारको तर्फबाट हार्दिक अभिवादन टक्राउन चाहन्छु। मलाई चाहिँ धेरै खुसी लागिरहेको छ। आज यो कार्सपाको चाहिँ उद्घाटन भइराखेको छ। हामीले रिबन काटेर भित्र प्रवेश गऱ्यौँ। यो पोखराको एउटा सेन्टरमा अवस्थित छ र विशेष गरेर गाडीहरूको चाहिँ सौन्दर्यीकरण गर्ने, अलिकति यसलाई चाहिँ सरसफाइ गर्नेदेखि धेरै कामहरू यहाँ चाहिँ हुन्छ अलि अत्याधुनिक प्रविधिबाट। यो चाहिँ अब पोखरामा पनि काठमाडौँ पछिको धेरै गाडीहरू चल्ने ठाउँ पनि हो, एउटा दोस्रो राजधानीको रूपमा पनि लिइन्छ र यो गण्डकी प्रदेशको चाहिँ राजधानी पनि भएको हिसाबले एउटा पर्यटकीय नगरी पनि हो। यी सबै हिसाबबाट पनि यो चाहिँ कार्सपाको चाहिँ जरुरी छ भन्ने महसुस गरेर
सञ्चालकज्यूहरूबाट चाहिँ यसको थालनी सुरुवात भएको छ। म चाहिँ यो कार्ज स्पाको सफलताको शुभकामना दिन चाहन्छु र यसले आउँदा दिनहरूमा बजारमा प्रतिस्पर्धामा गएर एउटा यसले राम्रो स्थान चाहिँ ओगट्न सकोस् र पोखरेली जनताहरूको लागि चाहिँ एउटा नयाँ आयाम यसले थप्न सकोस् भनेर म शुभकामना दिन चाहन्छु। यो अब कार्यक्रमको चाहिँ सफलताको पनि म शुभकामना दिएर यो कम्पनीको उत्तर प्रगतिको म कामना गर्न चाहन्छु। अब यसको सर्भिस कस्तो छ भन्ने कुरा त अब हामीले व्यावहारिक रूपमा अब यहाँ आइसकेपछि मात्रै थाहा हुनेछ। गाडी लिएर आएपछि त्यसपछि नै धेरै कुराहरू यसको चाहिँ हामीलाई पनि थाहा हुनेछ। विशेष गरेर यो अब तपाईँहरूको यो सर्भिस मोटिभबाट चल्ने एउटा कम्पनी भएको हिसाबबाट पनि ग्राहकहरूको चाहिँ सन्तुष्टि जति हामीले दिन सक्यौँ र जति सर्भिस हामीले राम्रो दिन सक्यौँ त्यति नै यसको चाहिँ सफलतामा त्यसमा चाहिँ भर पर्छ भन्ने मलाई लाग्छ। जे होस् यो पोखरामा एउटा नयाँ किसिमको एउटा सर्भिस सुरु भएको छ। मलाई चाहिँ धेरै खुसी लागिरहेको छ यसको यो कम्पनीको र यसले दिने सेवाहरू आउँदा दिनहरूमा अझ राम्रो स्तरीय दिन सक्नुहोस्। यिनै शुभकामना राखेर कम्पनीको उत्तर प्रगतिको कामना राखेर मेरो आफ्नो भनाइलाई चाहिँ यही बिट मार्न चाहन्छु। धन्यवाद, नमस्कार। पोखरामा पनि लिएर आएका छौँ। हाम्रो कास्पाले पोखराको सौन्दर्यलाई अझै सौन्दर्य बनाउनका साथै देशको अर्थतन्त्रमा पनि केही सहयोग पुग्ने विश्वास लिएका छौँ। विगत 15 वर्षसम्म भारतीय जलसेनामा कार्यरत रही आफ्नो सेवा पुरा गरेर आफ्नो देशमा नै केही गर्नु पर्दछ भन्ने सोच राख्दै कास्पाको शुभारम्भ गर्दैछौँ। आशा छ अबका दिनहरूमा सबैका साथ र सहयोग पाउनेछौँ। सँगै सेवा गर्ने मौका अवश्य मिल्नेछ। यति भन्दै फेरि पनि आजको यस शुभ दिनमा आफ्नो अमूल्य समय हामीलाई दिनुभएकोमा धन्यवाद। नमस्कार।